अनुगमन टोली पुग्छ, लाखौं घनमिटर अवैध बालुवा गिट्टी भेटिन्छ। 50 लाखभन्दा बढी राजस्व उठ्न सक्ने तथ्य बाहिर आउँछ, तर न जफत हुन्छ न त कसैलाई कारबाही नै हुन्छ। आखिर कसको संरक्षणमा चलिरहेको छ यो माफिया नदी माफियागिरीको साम्राज्य? आउनुहोस् आज गणेशमान चारनाथ नगरपालिका अन्तर्गत रहेको कमला र चारनाथ खोलामा चलिरहेको अवैध उत्खननको बारेमा कुरा गरौँ। गएको चाहिँ 14 गते जिल्ला समन्वय समिति धनुषाको नेतृत्वमा सिडिओ प्रहरी, सशस्त्र प्रहरी र नगरपालिकाको टोलीले कमला नदी क्षेत्रको अनुगमन गर्छ र कमला खोलाको घाटमा या त्यहाँ छेउमा धेरै नै नदीजन्य पदार्थ, गिट्टी, ग्राभल, ढुङ्गा यस्ता स्टकहरू भेटिन्छ र त्यो स्टकहरूलाई अनुगमन गर्दा त्यो अवैध उत्खनन भएर जम्मा गरिएको स्टक देखिन्छ र त्यो समितिले त्यो स्टक जफत गर्नुपर्छ, किनकि यो अवैध रूपमा उत्खनन भएको हो भनेर एउटा नगरपालिकालाई निर्देशन दिन्छ र यो कार्य नगरपालिकाको अन्तर्गत राखिदिन्छ र नगरपालिकालाई जफत गर्न भन्छ। अब अचम्मको कुरा के हुन्छ, अर्को दिन नगरपालिकाको उपमेयरको एउटा अनुगमन समितिको टोली अनुगमन गर्न पुग्छ खोलामा, तर त्यहाँ एउटा जादु हुन्छ। त्यो स्टक जति जम्मा गरिएको हुन्छ त्यो सबै स्टक गायब हुन्छ त्यहाँबाट। अब त्यो स्टक कहाँ छ भनेर एकचोटि उहाँहरू नगरपालिका अन्तर्गत रहेको दर्जनौं क्रसरमा अनुगमन गर्न जान्छ, हेर्न जान्छ, जाँचबुझ गर्न जान्छ। तर दुईटा क्रसरमा धेरै नै मात्रामा स्टक भेटिन्छ। जस्तै तपाईलाई म जानकारी गराइदिउँ, कमलामाई क्रसरमा 1,59,000 घनमिटर भन्दा बढी गिट्टी, बालुवा र ग्राभल भेट्छ र कमला स्टोन क्रसरमा 1,71,000 घनमिटर भन्दा बढी नदीजन्य पदार्थ त्यहाँ भेटिन्छ। तर यति ठुलो परिमाणमा भेटिएको ती स्टक आजसम्म जफत गर्न सकिएको छैन र त्यो स्टकको अनुगमन गर्दा या क्रसर माफियाहरूलाई सोद्धा त्यहाँको स्टक कुन सोर्सबाट आएको हो, कहाँबाट आएको हो, त्यो पूर्णतः खुलाउन सक्दैन। तिनीहरू यो स्टकको विवरण भन्न सक्दैन कि स्टक आएको हो कहाँबाट भन्नाले त्यो स्टक अवैध हुन्छ त्यहाँ। तर त्यो स्टकलाई जफत गर्ने कार्य चाहिँ त्यहाँ हुँदैन। किनकि त्यो कर्मचारी, त्यो टिमको मेम्बरहरू सबै डराउँछ, यसलाई जफत गर्न सक्दैन। अब आउनुहोस् अलिकति स्थानीयको पाटोबाट हेरौँ र त्यहाँको स्थानीयले के भन्छ त्यो वास्तविक कुराको बारेमा पनि अलिकति चर्चा गरौँ। प्रहरी, प्रशासन, जनप्रतिनिधि र क्रसर सञ्चालक बीच मिलोमतोमा काम चलिरहेको छ भनेर त्यहाँको स्थानीयहरूले पटक पटक आरोप लगाइरहेको छ। तर सुन्ने र सुनवाई गर्ने कोही पनि छैन। कारबाही गर्ने त परेको कुरा छ। स्थानीयहरू फोटो भिडियो गरेर समेत सम्बन्धित निकायलाई, प्रहरीलाई, प्रशासनलाई र त्यहाँका नगरपालिकाका जनप्रतिनिधिलाई समेत पटक पटक बुझाइरहेको छ, तर तिनीहरूलाई कसैले सुनेको छैन। अब मेयरको पाटोमा आउँ या त्यहाँको जनप्रतिनिधि या नगर प्रमुख, उपप्रमुख उहाँहरूको पाटोमा आउँ। उहाँहरूसँग कुरा गर्दा खासमा नगर प्रमुखको भनाइ के छ भने यस सम्बन्धी हामीलाई केही पनि जानकारी छैन। जब नगरपालिकाको सम्पूर्ण स्थानीयहरू यस सम्बन्धी चर्चा गरिरहेको छ, त्यहाँ वास्तविक अवैध उत्खनन भइरहेको छ, नदीजन्य पदार्थको चोरी भइरहेको छ, तर त्यहाँको नगर प्रमुख, त्यहाँको जनप्रतिनिधिहरू र सम्बन्धित वार्डमा पर्ने वार्ड अध्यक्षहरूलाई केही पनि थाहा हुँदैन र तिनीहरूलाई अझ केही जानकारी छैन भनेर उहाँहरूले आफ्नो जस्टिफिकेसन दिन्छ। अब तपाईँ आफै भन्नुहोस्, गणेशमान चारनाथ नगरपालिकामा स्पेसली जनप्रतिनिधि के एजेन्डा, के सोच र के योजनाले नगर प्रमुखमा प्रतिस्पर्धा गर्न आउँछ? त्यो प्रतिस्पर्धा भनेको एउटै मात्रै हुन्छ, तिनीहरू कमलामा या चारनाथ खोलामा अवैध उत्खनन गरेर पैसा कमाउने, गोजी भर्ने र 5 वर्ष यसरी नै बिताउने भनेर
आइरहेको हुन्छ। अब यहाँको जनप्रतिनिधिहरूलाई केही पनि थाहा हुँदैन, उहाँहरूको नगरपालिकामा अवैध उत्खनन चलिरहेछ तर उहाँहरूलाई केही थाहा हुँदैन। अब यस्तो जनप्रतिनिधिहरूलाई तपाईहरुले के भन्नुहुन्छ र के कार्यक्षमताले उहाँहरू आउनुभएको छ र त्यो सिट ओगटेर किन बसिरहेको छ, यसको जवाफ तपाईहरु कमेन्टमा दिनु होला।